हेलो एभ्रिवान, नमस्ते। इट्स मी आस्था। स्वागत छ हजुरहरूलाई आजको मेरो न्यू ब्लगमा। सो हामी चाहिँ आज कहाँ जाँदैछु भन्दा चाहिँ साथीहरू हामी चाहिँ आज बिहामा जाँदैछु। अन्त म चाहिँ प्रणिता दिदी अनि सुषमा दिदीसँग चाहिँ फर्स्ट टाइम बिहामा जाँदैछु। अन्त पानी पनि आइरहेको थियो थोरै थोरै, अनि म चाहिँ छाता पनि ओढिरहेको छु साथीहरू। अनि यहाँ पछि हामी चाहिँ बिहामा पनि पुग्न आँट्यौँ। अनि यहाँ पछाडि चाहिँ हुनुहुन्छ प्रणिता दिदी चाहिँ रिल्स बनाउँदै हुनुहुन्छ हो। अनि हामी चाहिँ अब बिहामा पनि पुग्नु आँटेको साथीहरू देख्न सक्नुहुन्छ तपाईहरुले। हामी चाहिँ फाइनली बिहामा पनि पुग्यौँ, देख्न सक्नुहुन्छ साथीहरू। बिहामा चाहिँ पानीपुरी अनि त्यहाँदेखि पानहरू राखेको रहेछ हो। अन्त एकदमै राम्रो, एकदमै भव्य बे गर्नुभएको रहेछ उहाँहरूले चाहिँ। अनि हामीले चाहिँ स्टार्टिङमै पानीपुरी खायौँ। दिदीले चाहिँ थाप्दै दिँदै हुनुहुन्छ, अनि सुषमा दिदीले पनि थाप्नुभयो, प्रणिता दिदीले खानुभयो, अनि मलाई पनि दिनुभयो पानी। अनि हामीले चाहिँ पानीपुरी पनि खाइसकिसक्यौँ साथीहरू। अनि हामी चाहिँ छिर्यौँ बारमा चाहिँ थियो थरी थरीको जुसहरू। अनि प्रणिता दिदीले चाहिँ मलाई ब्लिजर खुवाउन भन्दै थियो। अनि यो ब्लिजर के भने चाहिँ मैले फर्स्ट टाइम खान आँटेको। प्रणिता दिदीले चाहिँ खाँदा केही हुँदैन, यो चाहिँ लेडिजहरूले नै खाने हो भन्दै हुनुहुन्थ्यो, मलाई सम्झाउँदै हुनुहुन्थ्यो। अनि ल न त भनेर मैले पनि एउटा लिएँ। अनि प्रणिता दिदीले पनि एउटा लिनुभयो है। अनि एकदमै मिठो हुँदो रहेछ, मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको। अनि प्रणिता दिदी र मैले चाहिँ टेस्ट गऱ्यौँ है। थोरै चालको सायद टेस्ट गरेर चाहिँ खायौँ है। एकदमै मिठो हुँदो रहेछ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ बारमा चाहिँ स्की बियरहरू भएको यहाँ खाँदैछौँ। अनि यता चाहिँ छ निम्की मकै, यो चाहिँ चिया पानीसँग खानु राखिदिनु भयो। अनि हामी पनि खाँदैछौँ। यता चाहिँ देख्न सक्नुहुन्छ स्वर्ग जाने बाटो यसरी यो चाहिँ खाना खान जाने बाटो। अनि यता माथि नै हुनु बेहुलाको हो। यति डेकोरेसन गरेको थियो, म त हेरेकै भए साथीहरू। अनि म चाहिँ गएर कलपारे यस्तो दामी डेकोरेसन गर्नुभएको नि त उहाँहरूले, यस्तो दामी मात्रै। अनि अहिले चाहिँ आइपुग्यौँ हामी माथि बेहुला बेहुली भएको ठाउँमा है। बेहुला बेहुली चाहिँ कहाँ जाँदै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ अरू चाहिँ भव्य सभ्य रूपमा चाहिँ डान्स गर्दै हुनुहुन्थ्यो, रमाइलो गर्दै डान्स गर्दै हुनुहुन्थ्यो है। हामी चाहिँ हेर्दै थियौँ साइडमा बसेर। अनि हामी चाहिँ लाग्यौँ अब उकालो चाहिँ कहाँ जाँदै छौँ भन्दा चाहिँ हामी चाहिँ खाना खाने ठाउँमा जाँदैछौँ है। खाना खाने जाने बाटोमा पनि यति राम्रो डेकोरेसन गर्नुभएको थियो है। अनि यो लाइन चाहिँ देख्न सक्नुहुन्छ आधार कार्ड खिचाउने लाइन भनेर त नभनौँ होला साथीहरू, यो चाहिँ खाना खाने लाइन। अनि हामी पनि यसको पछाडि छौँ, हामी चाहिँ पछाडि सबैभन्दा पछाडि। अनि यहाँ माथिल्लोपट्टि चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ वारपार मान्छेहरू बसेर खाँदै हुनुहुन्छ है। यति ठुलो जग्गा बनाउनु भएको थियो खाना खाने ठाउँ पनि। अनि यहाँ तलतिर चाहिँ देख्नुहुन्छ सडक भएर फोटो खिच्ने ठाउँ पनि बनाउनु भएको थियो उहाँहरूले। अनि यहाँ मासतिर चाहिँ देख्न सक्नुहुन्छ मान्छेहरू। अनि हामी चाहिँ बल्ल कटी खुट्टा दुखिन्जेल उभिएर चाहिँ बल्ल बुफेमा पुग्यौँ है। अनि त्यहाँदेखि सबैजनालाई प्लेटहरू दिँदै हुनुहुन्थ्यो, टिस्यु प्लेट दिँदै हुनुहुन्थ्यो स्पुनसहित है उहाँहरूले पनि। अनि मलाई पनि दिँदै हुनुहुन्थ्यो। अनि मेरो पाली आउँदै थियो है प्लेट समात्ने। अनि देख्न सक्नुहुन्छ बुफे सिस्टम, बुफेमा सबैजना चिडिक्क भएर चाहिँ बस्नु भएको छ। अनि मैले चाहिँ लिएँ यहाँनिर चाहिँ भयोहरूको सबै है। अनि सबैभन्दा मिठो चाहिँ के थियो भन्दा चाहिँ चिकन चिल्ली एकदमै मिठो बनाउनु भएको थियो है। सबै एकदमै मिठो थियो, यस्तो मिठो बनाउनु भएको थियो उहाँहरूले। यो बनाउने चाहिँ को हो थाहा छैन, कोहरू हुनुहुन्थ्यो, तर एकदमै मिठो बनाउनु भएको थियो है। अनि हामीले चाहिँ यहाँनिर चाहिँ एउटा फोटो लिऊँ न त भनेर खाँदै गरेको बेलामा थोरै फोटो पनि लियौँ दिदीकोमा है। अनि छोरी मान्छेको यही त हो नि होइन। अनि त्यहाँदेखि हामीले चाहिँ थोरै फोटो पनि लियौँ। अनि अब हामी चाहिँ खानु स्टार्ट पनि गर्न आँटेको साथीहरू, सो हेर्दै गर्नुहोला।
अनि हामीले चाहिँ खाना पनि खाइसकिसक्यौँ। अब हामी चाहिँ फर्क्यौँ। अनि यहाँ पर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ बेहुला बेहुली। मलाई चाहिँ बेहुली चाहिँ यति राम्री लाग्यो अनि हामी चाहिँ अब लाग्यौँ घरतर्फ। अनि डेकोरेसन देख्न सक्नुहुन्छ है साथीहरू, यति राम्रो गर्नुभएको छ है। अनि प्रणिता दिदीहरूले चाहिँ फोटो खिच्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ मेरो क्यामेराबाट आफूलाई कस्तो देखेको छ भनेर चाहिँ यहाँनिर चाहिँ थोरै हेर्दै थिएँ है साथीहरू। हामी चाहिँ अब तल पनि आयौँ। अघि चाहिँ हामीले पुच्का खाएको थियौँ भने अब चाहिँ हामी चाहिँ मिठा पान खान आँटेको। अनि यहाँ चाहिँ ठिक्क 3टा रेडी गरेर राख्नु भएको रहेछ। अनि एउटा चाहिँ आन्टीले खानुभयो, अनि एउटा चाहिँ प्रणिता दिदीले, अनि एउटा चाहिँ मेरो लागि। मैले चाहिँ फर्स्ट टाइम पान पनि फर्स्ट टाइम खाएको है साथीहरू, एकदमै मिठो हुँदो रहेछ मिठा पान खाएको है। अनि प्रणिता दिदीले पनि खाँदै हुनुहुन्छ। अनि देख्न सक्नुहुन्छ यहाँ भित्तामा चाहिँ पानीपुरी अनि पानवाला भैयाहरू नै ल्याएर राख्नु भएको रहेछ। उहाँहरूले चाहिँ 2जना है, भैयाहरूको लास्टै बिक्री भयो। अनि यता देख्न सक्नु। सो साथीहरू हामी चाहिँ बेमा पुगेर पनि आयौँ। बेमा एकदमै रमाइलो भयो है दिदीहरू? एकदम रमाइलो भयो नि हौ, कस्तो मजा आयो। पुच्का खानु पाएर खुसी लाग्यो नि हौ। त्यही त, सबैको सुविधा सबैको राम्रो थियो। अनि हामी चाहिँ बेबाट पनि पुगेर आयौँ। अनि मेरो भ्लगलाई पनि यहीँ गर्न चाहन्छु। के कस्तो लाग्यो कमेन्ट मार्फत भनिदिनु होला। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला साथीहरू। बाई बाई, लभ यु अल। बाई।